देख्नु सक्नुहुन्छ होला आज गुडगाउँको यो अवस्था छ। अघि छ बहुत ही ठन्डा परिरहेको छ। यहाँ सबै यहाँ अहिले ड्युटी जाने आउनेलाई बहुत प्रब्लमहरू छ, हेर्नु सक्नुहुन्छ होला। यो आज गुरुग्रामको यो नजारा हो। हेर्नुहोस् भोलि कति छ, गाडीलाई आउनु जानु यति असुविधा हुँदैछ। यहाँ बहुत साह्रो ठन्डा परिरहेको छ र आज ड्युटी आउनु जानुलाई बहुतै असुविधा हुँदैछ। र आज तपाईँहरूलाई यो सानो गुरुग्रामको भिडियो म पठाउँदैछु, हेर्नु होला आजको नजारा। आजको अपडेट यही हो। यस्तो फगी लागिरहेको छ, आउनु जानु लुगा माथि लुगा लगाएर कमसेकम 50 किलोको बोझ उठाएर हिँड्नु पर्दैछ। र यो सर्दीमा यो जाडोमा बहुतै सतर्क बस्ने कुरा छ। र तपाईँहरूलाई अनुरोध छ कि राम्रोले लुगाफाटो लगाएर एकदम तातो भएर हिँड्नुपर्छ, होइन? र हेर्नुहोस् गुडगाउँको यो अवस्था छ। आज पुरा गुडगाउँको यो अवस्था छ। हेर्नुहोस्, देख्नु सक्नुहुन्छ होला कस्तो गाडीहरू सबै लाइट जलाएर हिँड्दैछ हो। र आज म तपाईँहरूलाई देखाउँदैछु, एकदम छेउको मान्छेभरि पनि देख्नु सक्नु पाउन्न होला। र हेर्नुहोस् यो गुरुग्राम हरियाणाको भिडियो हो। र आज मौसमको उसले गर्दा आज भिडियो बनाइदिएको। र हेर्नुहोस् यहाँ सबै अहिले ड्युटी आउने जाने सब मान्छेहरू परेसान छ आज। र हेर्नुहोस् छेउको मान्छे धरीलाई पनि देख्नु पाएको छैन, यस्तो अवस्था छ। मेट्रोहरू पनि अहिले चल्नु बन्द भएको छ यो फगीले गर्दा। र तपाईँहरूलाई म सानो भिडियो देखाउँदैछु, र हेर्नुहोस्।